सबैजनालाई नमस्ते। आजको भिडियोमा चाहिँ मैले आफू नेपालबाट हिँडेदेखि यहाँ आउँदासम्म के कस्तो एक्सपिरियन्स गरेर यहाँ आएपछि एक हप्ताको एक्सपिरियन्स कस्तो भयो भनेर भन्न जाँदैछु। सेप्टेम्बर 10 अझै नै याद छ मलाई त्यो दिन, जुन दिन मैले नेपाल छाडेको थिएँ। सेप्टेम्बर 10 को बिहान को 4 बजे उठेको थिएँ। अनि त्यसपछि फ्रेस भइसकेपछि बाहिर आएर यसो फोन हेरेको, ग्रुपमा म्यासेज आएको रहेछ। हामी 3 जना थियौँ नेपालबाट आउने त्यो दिन, मसँगै स्टुडेन्टमा युनिभर्सिटी अफ लक्जमबर्गमै। महेश दाईको म्यासेज आएको रहेछ कि हाम्रो फ्लाइट त डिले भयो नि, 7:35 को फ्लाइट 12:45 हुनुभयो भन्नुभयो। अनि मलाई त केही मेल म्यासेज केही नै आएको थिएन। अनि त्यो भइसकेपछि मैले यसो साइटमै गएर कन्फर्म गरेँ डिले भएको रहेछ। अनि त्यसपछि मम्मीको पनि त्यही दिनको फ्लाइट थियो। हामी दुवैजनाको एउटै दिनको फ्लाइट गराएको थियो। मम्मी दुबई जाने, म यता लक्जमबर्ग जाने भनेर। अनि के गर्ने त भन्यो, मम्मी पनि फ्लाइट भएको कारणले चाहिँ रिस्क नलिउँ, छिटै जाउँ, छिटै गएर केही हुँदैन, त्यहाँ वेटिङ एरियामा बस्न मिल्छ भनेर मेरो 2-3 जना साथीहरू थिए। त्यसपछि सबै निस्केपछि 5:30 बजीतिर हामी एयरपोर्ट पुगेर हामीले फोटोसोटो खिच्यो। एयरपोर्टमा फोटो खिचेपछि म भित्र छिर्दाखेरि धेरै लाइन थियो, लामै लाइन थियो। अनि अनुजा थियो त्यहाँ लाइनमा, अनुजा रहेछ पहिल्यै। अनि सानो लाइनमा रहेछ अनुजा चाहिँ, अनुजाले यता सानो लाइन छ भनेर म सानो लाइनतिर गएँ। अनि त्यहाँ हामीले टिकटहरू लियौँ, लगेजहरू जोखेर लगेज गयो। त्यसपछि हामी माथि इमिग्रेसनमा गयो। इमिग्रेसन छिटै भयो, धेरै टाइम लाग्यो इमिग्रेसनलाई। अनि हामी भित्र गएर वेटिङ रुममा पुग्दाखेरि महेश दाई पहिल्यै पुगिसक्नु भएको रहेछ। अनि त्यहाँ महेश दाईसँग पनि भेट भयो। 3 जना त्यहाँ वेट गऱ्यो। एकछिनपछि मम्मी पनि आउनुभयो। भित्र आइसकेपछि एकछिन भेट भयो त्यहाँ। मम्मीको छिटैको फ्लाइट भएको भएर मम्मीलाई पहिल्यै अर्को वेटिङ रुममा जानुपर्ने भयो, भित्रको वेटिङ रुममा। यसो स्याड भयो त्यहाँ होइन, अलिकति दुःख लाग्यो मम्मीले छोड्नुपर्ने। अनि त्यसपछि अनि एराउन्ड नेपालको 12:30 बजीतिर चाहिँ हामीलाई फ्लाइटमा चढायो। अनि 1 बजेतिर फ्लाइट टेकअफ भयो। फ्लाइट टेकअफ भइसकेपछि लगभग 8 घन्टापछि चाहिँ 8 घन्टाको फ्लाइट थियो। 8 घन्टापछि हामी इस्तानबुल ल्यान्ड गऱ्यौँ। इस्तानबुलको 5:45 साँझको 5:45 इस्तानबुल ल्यान्ड गऱ्यौँ। बाहिर निस्केर बुझेको हाम्रो कनेक्टिङ फ्लाइट नै छुटिसकेको रहेछ। अनि अर्को फ्लाइट 12 घन्टापछिको थियो। त्यो त पहिल्यै थाहा थियो हामीलाई, कनेक्टिङ फ्लाइट छुटिसक्छ, 12 घन्टापछिको अर्को फ्लाइट हुन्छ, त्यहीँ टिकट दिन्छ भनिसकेको थियो नेपालको एयरपोर्टमा। त्यहाँ गएर बुझेको हाम्रो लागि रुम त बुक गराएर रहेछ, होटल बुक गराएर रहेछ बाहिर। अनि बाहिर जानलाई चाहिँ छुट्टै भिसा लिनु पर्दो रहेछ कि, ई भिसा होइन। अनि ई भिसा ल्याउने कि के गर्ने भनेर अनलाइनमा यसो हेरेको। ई भिसा ल्याउनुलाई पैसा पे गर्नुपर्ने। अनि पे गर्नलाई हामीसँग कार्डहरू थिएन कि, डलर कार्ड थिएन, क्यास मात्रै थियो। क्यासबाट नहुँदो रहेछ। अनि त्यो भइसकेपछि महेश दाईले भयो भाइ बाहिर नजा, बाहिर गएर पछि फेरि यताउति झेउ भयो भने झेउ हुन्छ, एयरपोर्टमै बसौ, खाना दिन्छ भन्ने कुरा छ भन्नुभयो। अनि खाना दिँदो रहेछ 5 घन्टामा चाहिँ मिल कुपन दिँदो रहेछ। अनि त्यो कुपनले त्यहाँ एयरपोर्टभित्र खान मिल्दो रहेछ। अनि त्यही मिल कुपनले एयरपोर्टभित्र खायो। अनि एयरपोर्टमा त्यहाँ एकजना बहिनीसँग पनि भेट भयो कि, लक्जमबर्गमै बसिराख्ने फ्यामिली, यहीँ लक्जमबर्गमा हुनुभएको बहिनीसँग भेट भयो। हामी 4 जना भयो। त्यसपछि नेपाली अरू देशमा जाने नेपालीहरू पनि हुनुहुन्थ्यो, तर हामी लक्जमबर्ग आउने चाहिँ 4 जना भयो। अनि त्यही रात बितायो एयरपोर्टमै, भैमै सुतियो। अर्को दिन बिहान सेप्टेम्बर 11 को बिहान 7:30 बजे चाहिँ फ्लाइट टेक अफ भयो इस्तानबुलबाट। अनि लक्जमबर्गको 9:30 बजे लक्जमबर्गमा ल्यान्ड भयो। लक्जमबर्गमा ल्यान्ड भइसकेपछि त्यहाँ मलाई लिनलाई दिदी आउनुभएको थियो। एकजना दिदीलाई मैले चिनजान गरेको थिएँ। अनि त्यसपछि उहाँ लिन आउनुभएको थियो। अनि हामी बाहिर निस्क्यौँ। बाहिर निस्केपछि लगेज एरियामा लगेज कुरेर बसेको थियो। एकछिन कुरेर बस्यौँ, आधा 1 घन्टासम्म लगेजै आएन। जो चाहिँ इस्तानबुलबाट आएको उनीहरूको लगेज आएन, सबैको लगेज आइसक्यो। लगेज आएर नि सकिसक्यो सबैको, केही लगेज आउँदैन। अनि त्यहाँ यसो बुझेको चाहिँ उहाँहरूले भन्नुभयो कि तपाईँहरूको लगेज मिसप्लेस भयो, अब टाइम लाग्छ आउनलाई, एड्रेस छोडेर जानु, त्यहीँ डेलिभर गरिदिन्छ भन्नुभयो। होइन कति टाइम लाग्छ भनेको फिक्स भन्न सकिँदैन, 1 हप्ता दिन टाइम लाग्छ भन्नुभयो। त्यसपछि त्यहाँ कुर्दै दिदीलाई लेट भइसकेको थियो। दिदी जब जान लेट भएको कारणले उहाँ निस्किसक्नु भएको थियो। उहाँले चाहिँ एकजना भाइलाई छोड्नु भएको थियो त्यहाँ। तिमी बाहिर निस्केपछि एकजना भाइ हुन्छ, उसलाई भेट। अनि उसलाई भेटेपछि उसले चाहिँ पुऱ्याइदिन्छ तिमीलाई कहाँ जानुपर्ने हो भन्नुभयो। अनि अनुजालाई लिन चाहिँ उसको होम ओनर आएको थियो कि, अनुजाले चाहिँ युनिभर्सिटीको एकोमोडेसन नभएर बाहिरको एकोमोडेसन लिएको थियो। अनि उसको होम ओनरले लिन आएको थिएँ। अनि उसले लिएर गएँ, अनुजा चाहिँ उसँगै गयो। अनि महेश दाइ र म चाहिँ आधा बाटोसम्म सँगै गयो, एससम्म। अब एस कार भन्छ भन्ने थाहा थिएन त्यो टाइममा। एससम्म सँगै गयो। भाइ पनि कता जानुपर्ने रहेछ। अनि भाइले नि एस कारमै छोडे मलाई होइन। अनि ट्रेनमा चढाइदिए। यो ट्रेन चाहिँ युनिभर्सिटी जान्छ भनेर
महेश दाई चाहिँ आफू नेपालीको घरमा रुम रेन्ट लिनुभएको थियो, युनिभर्सिटीको पाउनुभएको थियो त्यति बेलासम्म। अनि उहाँ नेपालीकै रुममा जानुभयो, नेपाली दाईको रुममा जानुभयो एकजना। अनि म चाहिँ सिधै युनिभर्सिटी गएँ। मेरो त सेप्टेम्बर 1देखिकै कन्ट्र्याक्ट थियो। अनि कन्ट्र्याक्ट साइन गर्न गएँ युनिभर्सिटी। अब ट्रेनमा चढाइदिए भाइले, ट्रेनमा चढाइदिइसकेपछि अगाडिको एक स्टेसन मात्रै अगाडि थियो भन्दै थियो कि। अनि बेलबल युनिभर्सिटी भनेर लेख्दो रहेछ कि। अनि यही होला बेलबल युनिभर्सिटी भनेर गएँ। झरेपछि अब कता जाने त भन्ने हो। अनि त्यहाँ एक दुईजनालाई सोध्दै युनिभर्सिटी पुगेर कहाँ जाने हो, कुन अफिसमा जाने हो भन्ने पनि थाहा थिएन। अनि त्यहाँ अगाडि चाहिँ डेस्कमा बसेको रहेछ इन्फर्मेसन दिनलाई। अनि उसलाई सोधेँ, उसले सोधेपछि सेभमा जानु, सेभ अफिस गएर त्यहाँ सबै कुरा त्यहीँ हुन्छ भने। अनि सेभ अफिस गएर म हाउसिङको कन्ट्र्याक्ट गराउन आएको भनेर हाउसिङकोमा गएँ। कन्ट्र्याक्ट गराउनलाई चाहिँ एडमिसन गर्नुपर्छ पहिला, एडमिसन अफिसमा गएर आउनु भन्नुभयो होइन। एडमिसन अफिसमा गएको। अनि एडमिसन अफिसमा चाहिँ तिम्रो अहिले एडमिसन गर्न मिल्दैन, रेकग्निसन अफ आएको छैन, डिप्लोमा रेकग्निसन आउनुपर्छ कि यहाँ एडमिसन हुनलाई चाहिँ सुरुमा पहिला होइन। एडमिसन लेटर त आइसकेको हुन्छ तर इनरोलमेन्ट हुनलाई चाहिँ डिप्लोमा रेकग्निसन नआइकन इनरोलमेन्ट गर्दैनन् कि। अनि कन्डिसनल एडमिसन लेटर मात्रै दिएको हुन्छ कि सुरुमा। अनि डिप्लोमा रेकग्निसन आउन टाइम लाग्छ भन्ने पहिल्यै थाहा थियो होइन। अनि त्यसपछि के गर्ने त, मैले त्यो त आउन टाइम लाग्छ, मैले पैसा पनि तिरिसकेको छु, रेन्ट पनि तिरिसकेको छु, अनि रुम पनि छैन महँगो, कहाँ जाने त म भने। अनि त्यसपछि उनीहरूले चाहिँ ल ठिक छ हामी टेम्पोरेरी कन्ट्र्याक्ट गराउँछौँ त्यति बेलासम्म, जबसम्म तिम्रो फुल इनरोलमेन्ट हुँदैन त्यतिसम्म चाहिँ टेम्पोरेरी कन्ट्र्याक्ट गराउँछ, त्यसपछि पर्मानेन्ट कन्ट्र्याक्ट गराउँला भने होइन। मैले टेम्पोरेरी कन्ट्र्याक्ट गराएँ होइन। टेम्पोरेरी कन्ट्र्याक्ट गराइसकेपछि चाबी दिएपछि चाबी लिएर दिदी लिन आउनु भएको थियो त्यहाँ। मलाई युनिभर्सिटी सराउन्डिङमा बस्छ, त्यति आउँछु हामी, अनि तिम्रो रुममा जाउँला नि त कता होइन भन्नुभयो। अनि दिदी लिन आउनुभयो, सिरक लिएर आउनुभएको थियो किनकि मेरो त लगेजै आएको थिएन, लगेजमा थियो पातलो ब्ल्याङ्केट त थियो। रुममा आइसकेपछि खाना पनि ल्याइदिनु भएको थियो दिदीले, एकदम भोक लागेको थियो, दिदीले हेल्प गर्नुभयो दिदीले त्यति बेला चाहिँ। रुममा आइसकेपछि एकजना अपार्टमेन्ट मेट चाहिँ भेट भयो, ऊ चाहिँ निस्किन लागेको रहेछ होइन। ऊ निस्किन लागेको रहेछ, त्यही भएर उसले वाइफाईको नि उसलाई थाहा भएन, मेरो राउटर त लिएर हिँडिसकेको छु, मैले प्याक गरिसकेँ भन्यो। भने साइडको रुममा जर्मनीको केटा बस्दो रहेछ। अनि उसँग चाहिँ उसलाई त्यो दिन सुरुको दिन चाहिँ भेट भएन। अनि त्यही भएर सुरुको दिन मसँग नेट पनि भएन, केही पनि भएन। अनि थकै पनि लागेको थियो, फ्रेस भएर त्यो दिन त्यत्तिकै सुतेँ होइन। अर्को दिन उठिसकेपछि बिहान उसँग भेट भयो। उसले चाहिँ राउटर उस रहेछ कि एउटा कमन राउटर रहेछ हलको होइन, हलमा चाहिँ वाइफाई टिप्दो रहेछ। अनि त्यसपछि आफ्नो रुममा चाहिँ राउटर राख्न पर्दो रहेछ। अनि हलको राउटरै युज गरेँ। त्यसपछि एक हप्ता जतिकै भयो, सामान पनि आएन, लगेज पनि आएन। झन् एक दुई जोड कपडा लगेजमा ह्यान्ड ब्यागेजमा राखेको थिएँ, आफ्नो डकुमेन्टहरू नि क्यारी ब्यागमा राखेको थिएँ। यो चाहिँ मैले नि अरूलाई नि सजेस्ट गर्छु होइन। जब तपाईँ आउँदै हुनुहुन्छ नि पहिलोचोटि आउँदाखेरि चाहिँ आफ्नो ह्यान्ड ब्यागेज वा लगेजमै इम्पोर्टेन्ट सामानहरू जस्तै डकुमेन्टहरू हुन्छ, आफ्नो ल्यापटप हुन्छ राख्नु होला। अनि एक दुई जोड कपडा पनि राख्नु होला किनकि यहाँ धेरै जस्तो भइरहेको छ अरे यस्तो लगेज मिसप्लेस हुने, लगेज लेट आउने हुन्छ अरे होइन, अरूले भन्नुभएको। त्यो भएपछि आफूलाई भयो नि त, आफ्नो इम्पोर्टेन्ट सामानहरू हुन्छ, एक दुई दिन चल्नलाई सामान भइहाल्छ। सेप्टेम्बर 12मा चाहिँ वेलकम डे थियो, वेलकम डेमा गइयो। त्यहाँ साथीहरू भेट भए, यताउति युनिभर्सिटीकै साथीहरू, अनि त्यहाँ भेट भइयो। अनि त्यसै एक हप्ता राम्रै चल्यो। एक दिन चाहिँ उहाँ जो इस्तानबुल एयरपोर्टमा एकजना बहिनी भेट भएको थियो, उसको घर खाना बोलाउनु भएको थियो, त्यहाँ गइयो खाना खान। अनि उहाँले नि के कस्तो छ लकडाउनमा, के कस्तो सबै कुराहरू इन्फर्मेसनहरू दिनुभयो। एक हप्ता त्यसरी नै बित्यो, बुझ्दै बित्यो होइन। अनि रमाइलो नि भयो, कुनै एक्सपिरियन्सहरू फर्स्ट टाइम एक्सपिरियन्स गरेर कस्तो हुँदो रहेछ भन्ने कुराहरू, के गर्नु पर्दो रहेछ भन्ने अर्कोचोटिलाई थाहा भयो नि त। जस्तै मैले डकुमेन्टहरू छुट्टै राखेको भए वा ह्यान्ड लगेजमा धेरै कपडाहरू नराखेको भए त धेरै गाह्रो पर्थ्यो नि त। त्यो हिसाबले मैले सबैलाई नै सजेस्ट गर्छु कि आफ्नो ह्यान्ड ब्यागेजमा चाहिँ आफूलाई चाहिने एक दुई दिन चल्न सकिने सामानहरू चाहिँ ह्यान्ड ब्यागेजमै राख्नु होला। यति नै गरौँ होला अहिलेको लागि होइन। अबको अर्को भिडियोमा चाहिँ मैले लक्जमबर्गमा चाहिँ कुन युनिभर्सिटीहरू छ र तिनीहरूको फी स्ट्रक्चर के छ भन्ने कुराहरू लिनु चाहिँ, र तिनीहरूको फिचर के छ र कुन कोर्सहरू पढाउँछन् तिनीहरूले भनेर एउटा भिडियो बनाउने छु। तपाईँलाई लाग्छ कि यो भिडियोले कसैलाई हेल्प हुन्छ भने सेयर गरिदिनु होला उहाँसँग, र मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरेर नबिर्सिदिनु होला। भिडियो हेर्नुभएकोमा धन्यवाद। हस्त नमस्ते।